तपाईहरु सबैजना मेरो भिडियोमा स्वागत छ। अनि आज चाहिँ म चाहिँ रेसिमाको बम पड्केको ठाउँमा छु हैन। त्यो भन्दा अलिकति माथि बम पड्केको अनि भनेर बनेको थियो। अब मैले त देखिन, तर अनि तपाईहरुलाई त्यो बम पड्केको बेलामा के कस्तो भएको थियो त्यो कुराहरु यहाँ तस्बिरमा राखेको छ। म त्यो तपाईहरुलाई देखाउने छु अनि तपाईहरुलाई यो ठाउँको अहिले भएको अहिले हालै कस्तो छ भनेर पनि यो ठाउँहरु देखाउने छु। अहिले यो ठाउँ चाहिँ यस्तो रहेको छ। यो जुन के को भनेर बम पड्केर समाएको छ। यस्तो भएको थियो र अनि अहिले चाहिँ यो बिल्डिङ मात्र बाँकी छ। यो बिल्डिङ चाहिँ यहाँ माथि छ, तपाईहरुले यो बिल्डिङ पनि देख्नुहुन्छ। अनि यो चाहिँ कुन बिल्डिङ हो त्यो चाहिँ थाहा भएन। अनि यो चाहिँ मेनमा के रहेछ भन्दाखेरि बमडम हिरोसिमा प्रिफेक्चर भनेर लेखेको रहेछ। अनि यो चाहिँ वेस्ट साइडको हो। पहिला म यो ठाउँतिर बस्थेँ। यो चाहिँ यो साइड भइहाल्यो। बम यस्तो बिना त्यस्तो भएको रहेछ। तर यो बेलामा आजभन्दा 85 वर्ष अगाडि पनि ब्रिजहरू उनीहरू त यिनीहरूको स्ट्रक्चरहरू त एकदमै स्ट्रङै रहेछ नि। अनि पछि साइडको अलिअलि घरहरू बाँकी रहेछ यता। अनि बाँकीहरू त सबै ठुलो। अनि अहिले चाहिँ कस्तो छ भन्नु पर्दाखेरि चाहिँ अहिले चाहिँ फिलहाल यस्तो हरियाली छ। आजभन्दा ठ्याक्कै 85 वर्ष अगाडि बम झरेको ठाउँ चाहिँ यस्तो रहेको छ। कपालहरू पुरा आइसक्रिम खाने ठाउँ रहेछ यो चाहिँ। अहिले चाहिँ यस्तो भइसकेको छ। आजभन्दा 85 वर्ष अगाडि बम पड्केको ठाउँ। एन्ड लास्ट वान थिङ द इम्पोर्टेन्ट हैन, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो है, यो चाहिँ एउटा वारको लास्टको शान्तिको एउटा स्तूपा जस्तै भनौँ न, स्तूपा खै के भनौँ, एउटा बिल्डिङ एउटा रहेको छ। र योभन्दा सब ध्वस्त, तर पनि सबै कुराहरू उनीहरूले धेरै वर्ष अगाडि लगभग यो पड्केको 20 वर्ष अराउन्ड बित्दै उनीहरूले पुरै निर्माण गरिसकेको रहेछ क्या। फेरि यो बजार भन्ने चाहिँ यो सहर त फेरि पनि यसरी। अनि यहाँ चाहिँ अहिले यस्तो छ है।